नमस्ते सम्पूर्ण मित्रहरूलाई फेरि पनि स्वागत गर्दै म भिडियो स्टार्ट गर्न चाहन्छु। आज नेप्सेको साइट खुलेको छैन। बजार आज घटेर बन्द भइरहेको हामी देख्न सक्छौँ। लगभग 46.78 बिन्दुले आज बजार घटेको छ भन्ने कुरा यसले देखाएको छ। र त्यसरी घट्दाखेरि बजारको ओभरअल अवस्था के भयो समरी मार्फत हामी जानकारी गराउन चाहन्छौँ। र नेप्से आज खुल्दाखेरि केही माथि जाने कोसिस गरेको थियो। 9 अङ्क हाराहारीमा प्रि ओपनमा खुलेको बजार, त्यस पछाडि भने केही तल आयो र 2822 को लेभलसम्म पुग्यो। त्यसपछि फेरि माथि जाने कोसिस गर्यो, लगभग 2853 को लेभल आसपास पुगेको थियो र त्यस पछाडि फेरि मार्केट घट्न थाल्यो र अन्तिमसम्ममा आइपुग्दा घटेरै मात्र बन्द भएको छ। आजको घटाइलाई यदि हेर्नुहुन्छ भने सब इन्डेक्सहरूको अवस्थाबाट हामी देखाउन चाहन्छौँ। बैंकिङ सब इन्डेक्स झन्डै 2% हाराहारीमा घट्दै गर्दा डेभलपमेन्ट 1.61, फाइनेन्स 2% भन्दा बढीले घट्दै गर्दा होटेल 1.56, त्यसै गरी हाइड्रो पावर 0.71%ले घट्दै गर्दा इन्भेस्टमेन्ट 1.87 र लाइफ इन्सुरेन्स झन्डै 2%ले घट्दै गर्दा म्यानुफ्याक्चरिङ माइक्रो फाइनेन्स पनि 1.5%ले घटेका छन् भने म्युचुअल फन्डले केही कमाएको छ। नन लाइफ इन्सुरेन्समा यदि हेर्नुहुन्छ भने झन्डै 1%ले घट्दै गर्दा अदर इन्डेक्स झन्डै 2% र ट्रेडिङ इन्डेक्स झन्डै 3.5%ले घटेको छ भन्ने कुरो देखिन्छ। त्यसै गरी आजको ट्रेडिङलाई यदि हेर्नुहुन्छ भने बजारको अवस्था हामी देखाउन चाहन्छौँ। आज बजारमा टप गेनरको अवस्था के छ भनेर हामी देखाउँछौँ। टप गेनरमा आजको दिनलाई हेर्नुहुन्छ भने एसएबिबिएल साल्पा डेभलपमेन्ट ब्याङ्कको बढेको छ। त्यसै गरी एनएचपिसी झन्डै 10% कमाउँदै गर्दा आरएसएमएल आइपिओबाट भर्खर निस्केको 9.33, रिडीले 5.72%ले कमाउँदै गर्दा केएसवाईले 5%ले कमाएको छ भन्ने कुरो देखिन्छ। टप लुजरमा भने केपिसिएल 8% भन्दा बढीले घट्दै गर्दा पिएमएचपिएल 5.77, त्यसै गरी टिएसएचएल 5.37%, टिटिएल 4.47 र प्युरले 4%ले घटेर बन्द भएको छ भन्ने कुरा देखिन्छ। र यहाँ टप टर्नओभरको एक कुरा गर्नुहुन्छ भने रिडी आज सबैभन्दा धेरै 5.7%ले बढेर आज टप टर्नओभरमा आएको छ भने एकेजेसिएल, एनएचपिसी, त्यसै गरी अपी र एनजिपिएल रहेका छन्। टप ट्रेडिङमा यदि हेर्नुहुन्छ भने टप ट्रेडिङमा पनि रिडी नै रहेको छ भन्ने कुरा देखिन्छ। टप ट्रान्जेक्सनको कुरा गर्नुहुन्छ भने टप ट्रान्जेक्सनमा पनि रिडी छ। तिनटैमा हामी रिडी देख्न सक्छौँ। त्यो कारणले गर्दा आजको हाम्रो चार्ट एनालाइसिसमा हामी रिडीको चार्ट हेर्नेछौँ। हिजो हामीले एनजिपिएलको चार्ट हेरेको थियौँ भने आज हामी रिडीको चार्टको के छ अवस्था भन्ने बारेमा जानकारी गराउनेछौँ। मेरो फेसबुक पेज जानवी थापाङ गएर तपाईँले हेर्न सक्नुहुन्छ। साथै मेरो मेसेन्जर च्यानलमा आएर तपाईँले यसको एकुमुलेसन डिस्ट्रिब्युसन के छ भन्ने बारेमा जानकारी लिन सक्नुहुन्छ। मेरो मेसेन्जर च्यानल तपाईँले यहाँबाट क्लिक गरेर जोइन हुन सक्नुहुन्छ भन्ने जानकारी गराउँदै अब भिडियो अगाडि बढाउन चाहन्छु। सेयर बजार जोखिमको क्षेत्र हो, यहाँ गरिएको लगानी डुब्न सक्ने सम्भावना पनि हुने भएको कारणले गर्दा लगानी गर्नु पूर्व आफूले पनि अध्ययन गर्न नबिर्सिनुहोला भन्न चाहन्छु। सस्तो राम्रो भरपर्दो हवाई टिकटको लागि तपाईँले हाम्रो अप्सरासहरू ट्राभल एन्ड टुर प्राइभेट लिमिटेडलाई सम्झन सक्नुहुन्छ भन्ने जानकारी पनि गराउन चाहन्छु। र यो बेलामा बजारको अवस्था कस्तो छ त भन्ने जानकारी चाहिँ हामीले नेप्सेको चार्टहरू हेरेर तपाईँलाई जानकारी गराउनेछौँ। नेप्सेको आजको चार्टलाई यदि हेर्नुहुन्छ भने हिजो बजारमा सेलिङ आउँदै गर्दाखेरि एउटा लो बनाएको थियो। लगभग 2797 आसपासको लो बनाएको थियो र त्यो लो बनाउँदै गर्दाखेरि आज पनि मार्केट इन्ट्राडेमा त्यही लेभलमा आएर क्लोजिङ दिएको छ भन्ने कुरा देखिन्छ। हिजोको भोल्युमभन्दा आज भोल्युम केही कम छ, तथापि आजको भोल्युम यदि हेर्नुहुन्छ भने 13 अर्बको भोल्युम हामी देख्न सक्छौँ। झन्डै आधा जस्तो भोल्युम चाहिँ कम भएको छ र यसरी 13 अर्बको भोल्युम र ठुलो बेयरिश क्यान्डल बनाएर झर्दै गर्दाखेरि एउटा कुरा के हुन्छ भने यदि ठुलो भोल्युममा नेगेटिभ क्यान्डल आउँछ भने त्यसले सेलिङ भोल्युमको अर्थ राख्ने छ भन्ने कुरा हो। जस्तै यहाँनिर यदि हेर्नुहुन्छ भने यो पनि लगभग 26 अर्बको भोल्युम थियो जुन सेलिङ भोल्युम थियो भन्ने कुरा देखिन्छ। यहाँ रिजेक्सन हामी देख्न सक्छौँ। त्यो रिजेक्सनलाई यदि हेर्नुहुन्छ भने त्यसले मार्केट घटाएको छ। त्यसै गरी यहाँनिर पनि हेर्नुहुन्छ भने यो ठुलो भोल्युम जुन छ 16 अर्बको भोल्युम यो सेलिङ भोल्युम थियो भन्ने कुरा बुझ्नु पर्यो। यस्ता ठुला भोल्युमहरू आएर नेगेटिभ क्यान्डलहरू बन्छन् भने चाहिँ त्यसले अलिकति अनएक्सपेक्टेड रिजल्ट दिन सक्छ भन्ने कुरामा पनि हामी अलिकति चेतनशील हुन चाहिँ
जरुरी छ भन्ने कुरा हामीलाई यो मार्केटको पार्टले सिकाएको छ। र यहाँनिर हिजो प्रफिट बुकिङ डे हुँदै गर्दाखेरि कहिलेकाहीँ यही एरियाबाट मार्केट उठ्छ कि भन्ने एउटा आशा चाहिँ जीवित नै छ भन्ने कुरा हो। यदि मार्केटले यो क्यान्डलभन्दा तल क्लोजिङ दिन सकेन र 2700 भन्दा पनि माथि नै बसिरहन सम्भव भयो भने सम्भवतः यो लेभल फेरि एकचोटि 3000 को लेभल क्रस गर्छ कि भन्ने एउटा आशा यहाँनिर देखाउन सकिन्छ भने, अन्यथा केही लेभलमा हरियो क्यान्डल बनेर मार्केट फेरि पनि तल आउन सक्छ कि भन्ने एउटा उदाहरण चाहिँ दिन खोजेको छ भन्ने कुरा छ। इन्डिकेटरको कुरा गर्नुपर्दा आजको दिनलाई यदि हेर्नुहुन्छ भने जुन बोलिङ्गर ब्यान्ड छ, बोलिङ्गर ब्यान्डको अप्पर ब्यान्डबाट तलतिर झर्न थालिसकेको अवस्था छ भन्ने कुरा छ। सुपर ट्रेन्ड लगभग 2649 2700 को लेभलमा छ। स्टोकास्टिक हेर्न सक्नुहुन्छ, स्टोकास्टिक नेगेटिभ क्रसओभर देखिसकेको छ भन्ने कुरा यसले देखाएको छ भने इन्डिकेटरहरूमा यदि हेर्नुहुन्छ भने मुभिङ एभरेजभन्दा अहिलेसम्म माथि नै छ। आरएसआई 60 भन्दा अलिकति माथि बसिरहेको छ भने एमएसिडीमा आजबाट हिस्टोग्राम घट्दो क्रममा देखिएको छ। टिएमएबाट हेर्दाखेरि प्लस डिआई तलतिर आउन थालेको छ, माइनस डिआई सिधा नै देखिन्छ। एडिएक्स पनि लगभग फ्ल्याट जस्तै देखिन खोजेको छ भन्ने कुरा देखिन्छ है त। यो चाहिँ नेप्सेको अवस्था भयो। नेप्सेलाई एआई चार्ट मार्फत हेर्नुहुन्छ भने यो जुन रातो लाइन थियो त्यो रिजेक्सनको लाइन, त्यो रिजेक्सनको लाइनबाट मार्केट तल झर्न थालेको छ भन्ने कुरा देखिन्छ। 2770 सम्मको या त सपोर्टको रूपमा हेर्न सकिन्छ भन्ने कुरा देखाएको छ। त्योभन्दा तल आयो भने अलिकति तल लगभग 2600-2650 को लेभलसम्म आउन सक्छ कि भन्ने कुरा चाहिँ यसले देखाउन खोजेको छ है त। यो चाहिँ नेप्सेको अवस्था भयो। अब नेप्से पछाडि हामी लाग्छौँ सेक्टर एनालाइसिसमा। आजको सेक्टर भनेको तपाईँको फाइनेन्स सेक्टर हो भन्ने कुरा छ। फाइनेन्स सेक्टरलाई यदि हेर्नुहुन्छ भने के छ त फाइनेन्स सेक्टरको अवस्था, त्यो बारेमा हामी चर्चा गर्नेछौँ। फाइनेन्स सेक्टर पनि यो रिजेक्सन जुन छ, यो रातो लाइन जुन एउटा रिजेक्सन, रातो ट्रेन्ड लाइन एउटा रिजेक्सनको लाइन छ, त्यसै गरी अर्को कालो लाइन पनि एउटा रिजेक्सनको लाइन हो भन्ने कुरा यसले देखाएको छ। त्यो डबल रिजेक्सनको बिचमा लगभग 2700 सम्म पुगेर तल झर्ने क्रममा छ। यसमा पनि हिजो हाई भोल्युमसहित झरेको थियो, आज त्यसैलाई कन्टिन्यू दिएको छ भन्ने कुरा देखिन्छ। यसले पनि लगभग यो रिजेक्सन नै हो भन्ने कुरा देखाएको छ भन्ने कुरा फाइनेन्स सेक्टरले एआई चार्ट मार्फत हामी हेर्न सक्छौँ। त्यसै गरी अर्को नेकेड चार्टबाट यदि हेर्नुहुन्छ भने यहाँ फाइनेन्स सेक्टरको अवस्था हामी फेरि पनि हेर्छौँ। यहाँनिर फाइनेन्स सेक्टरलाई यदि हेर्नुहुन्छ भने आजको दिनमा हामीले यो हिजोको अस्तिको ठुलो क्यान्डलको लो आसपास आइपुगेको छ। यो जुन ग्याप छ, यो ग्याप फिल गर्न तल आउन खोजेको जस्तो चाहिँ सम्भावना यसले देखाएको छ। यहाँनिर हामीले यदि हेर्नुहुन्छ भने मुभिङ एभरेज 20 डेज मुभिङ एभरेजभन्दा माथि छ, तथापि सपोर्ट एरिया भनेको यो 2490 आसपासको सपोर्ट एरिया हो भन्ने कुरा हामीले बुझ्नु पर्यो, जुन मिडल ब्यान्ड हो भन्ने कुरा छ। स्टोकास्टिक अहिले नेगेटिभै छ भन्ने कुरा देखिएको छ। स्टोकास्टिकको एउटा पोजिटिभ वेभ आएर केही फेरि सेलिङ आउन सक्ने सम्भावना चाहिँ यसमा म देख्न सक्छु। एकैचोटि झर्ने भन्दा पनि यहाँ केही पोजिटिभ मुभमेन्ट आएर त्यसपछि तल आउन सक्ने सम्भावना चाहिँ यहाँनिर देख्न सकिन्छ भन्ने कुरा छ। अर्कोतर्फ मुभिङ एभरेजभन्दा अहिलेसम्म माथि नै छ। आरएसआई 60बाट तलतिर झरिसकेको छ। एमएसिडीमा हिस्टोग्राम आज नेगेटिभ हुन थालेको छ, घट्दो क्रममा देखिएको छ। डिएमआईबाट हेर्दाखेरि प्लस डिआई तलतिर आएको छ, माइनस डिआई माथितिर गएको छ। त्यो हुनाले अब निकट भविष्यमै अलिकति नेगेटिभ क्रसओभर आउँछ कि जस्तो देखिएको छ। भनेपछि फाइनेन्स सेक्टरमा जुन प्रफिट बुकिङ आएको थियो त्यो एउटा कन्टिन्यू देखाएको छ। जुन हिजोको लो भन्दा पनि तलतिर क्लोजिङ दिए पछाडि अलिकति कन्टिन्यू प्रफिट बुकिङ आउँछ कि भन्ने एउटा अन्दाज गर्न सक्ने ठाउँ चाहिँ यहाँनिर देखिएको छ है त। आजको लागि पनि मैले यो भिडियो यति नै गरेको छु। अर्को भिडियो लिएर पुनः आगामी दिन उपस्थित हुनेछु। तबसम्मको लागि बिदा हुन चाहन्छु। हस्त, नमस्ते।